हामी चाहिँ अहिले जमसङको डाँडामा छौँ। यो चाहिँ जमसङको एयरपोर्ट, चाहिँ जमसङको यो पारी गाउँ, जमसङ गाउँ। यो पारी चाहिँ हिमाल, हिउँ परिरहेको पारी चाहिँ। हामी यता गर्मी भएर चिसो हावा खान आएको यता मास्तिर। प्वाइन्ट किन्ने औकात भएन दुईजनालाई। अब मलाई चाहिँ हेरौँ, हुड किन्ने पैसा छैन। अब कसैले गिफ्ट हानिदिने हुन्छ है। हामी चाहिँ यहाँ बुटोल गर्मी हो भनेर जाडो खान आएको। जाडो होइन, हामीले पानी चाहिँ खाने भयो, पानी पऱ्यो। हामी चाहिँ अहिले ठ्याक्कै जमसङ बजारमा छौँ। यो चाहिँ एयरपोर्ट जमसङको हो। पानी पऱ्यो, पानी परिरहेछ हेर्नु। अहिले चाहिँ जमसङमा चाहिँ पानी परिरहेछ है। जाडो छ, बाहिर निस्किन नि जाडो, बहुत पानी आइरहेको। वहाँ पारी चाहिँ मेरो गाडी राखेको छु। अब सुत्न चाहिँ यताको होटेलमा। जाडो छ। फाइनली गाइज उज्यालो पनि भयो है। अब सबैजना हिँड्नलाई रेडी छौँ। सुरेश दाईको गाडी चाहिँ निस्किसक्यो। अब हामी चाहिँ गाडी निकाल्दै हो। 5 बजे नै उज्यालो भइसक्यो। अब हेर्नुहोस् बिहानको यो हिमाल यस्तो राम्रो देखिन्छ है। यही नजिकै छ हिमाल। जाडो हिमाल नजिकै भएर नि मतलब त्यसरी जाडो छ जमसङ। अब हामी चाहिँ मुक्तिनाथतिर लाग्यौँ। फाइनली गाइज हामी चाहिँ अब कागबेनी आइयो। अब पूजा गर्ने यहीँ हो। गाडीको चाहिँ यस्तो लाइन छ। गाडीको लाइन यता अगाडि चाहिँ पूजा गर्ने छ। यो जाडोमा खै नहुन सक्ने कि नै जाँदैछु। साथीहरू त अगाडि छन्, तिनीहरूलाई भेटाउन जाने भनेको। खै भिडभाडमा कता हराउने। कागबेनी चाहिँ पूजा गर्ने यसरी। आजको पूजा बिहान हिमाल। यहाँ निशानहरूले बल्ल भेटाएँ मैले। यो कालीगण्डकी, कालीगण्डकी त सानो यता त यत्रो छ। यो चाहिँ कालीगण्डकी है। गाडी राख्ने ठाउँहरू छ। गाडी बिहान यति धेरै गाडी आइसक्यो। अहिले चाहिँ जाडो, बहुत जाडो भएर हामी चाहिँ चिया खान हिँडेको। यस्तो भिड छ हेर्नु। कागबेनी यो पूजा गर्न आउने मान्छेहरू, भक्तजनहरू, यति धेरै गाडी छ। बल्ल घाम चाहिँ लाग्छ, त्यही यस्तो चिसो। यो चाहिँ कागबेनीको डाँडा, पारिपट्टि हिमाल। अब हामी चिया खान जाँदैछौँ। चौरी गाईको दुधको चिया। एकैछिन हुने रहेछ न। जमसङमा चाहिँ यस्तो भेडाहरू हो, कति धेरै हो। के हो, भेडा हो कि च्याङ्रा हो? यो के भन्छ? च्याङ्रा हो। चाहिँ च्याङ्रा कति धेरै हो। च्याङ्राहरूको लाइन छ। सातवटा राख्ने, उहाँ 50वटा पुरा हो। कागबेनीमा मैले बनाएको घर हो। लास्ट चाहिँ अब एउटा यो चाहिँ मेरो घर है। यहाँ बनाएर राखेको छु मैले। हामी चाहिँ अब कागबेनी नुहाइ गरियो। अब हिँडियो फेरि मुक्तिनाथतिर। सबै आयो नि। यस्तो पारामा बुवा भइसक्यो यहाँ। अहिले एकछिनपछि फेरि म आफै गर्छु। मजा होइन हो गुरुङ। कस्तो फिल भइरह? जङ्गल पनि छैन, पुरै मरुभूमि जस्तो।
दर्शन गर्न हिँडेछौँ हामी। I love you. ल यो गाइस हामी चाहिँ अहिले कहीँ निको रे छोरी हामी फेरि मुक्ति मुक्तिनाथ दर्शन गरेर हिँडेको होइन कहीँ निको रे हेलो मेरो मम्मी के भेटा हूँ मैले आयो पनि नाच्छु हेलो हेलो वाह हेलो गाइस मेरा पीछा करता है ए बाबू हामी त अब बस त अब के कुरा गर्ने र होइन I love you गाडी मम्मा सिद्ध केही छैन है हाम्रो लागि अगाडि केही छैन है बन्नी माई बाई बाई गाइज वहाँ स्याउ हो स्याउ बगैँचा है यो तलको स्याउ बगैँचा छ होइन यो वाउ अरे कि यो खेतीको नाम वाउ वा 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 हजुर वा अरे यसको नाम चाहिँ होइन ओ दामी छ है तर दामी छ के एकचोटि त आउनै पर्छ है राम्रो छ हेर्ने जो आयो नि एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो यो गाई पनि छ हेर्नु न घरहरू हेर्नु यहाँको घरहरू यस्तो यस्तो दामी छ होइन भित्रकै सब यहाँबाट जानुपर्छ होइन यो गेटबाट छिर्नुपर्छ भित्र छ कि कोठा त ए बुझे ल अब हाम्रो स्कर्पियोलाई छोड्ने बानी गरेको अब यो फोर्स क्रुजर फोर्स त के हो र होइन सलक्क यो दामी छ यी दामी क्रुजर भ्यू हेर्नु वाउ हो वाउ यस्तो टर्निङ नि उस्तै राम्रो छ क्या फेरि यहाँको भेला भेडा हेर्नु ल यस्तो चरेर होइन मजाले फाइनली गाइज हामी चाहिँ मुक्तिनाथ नै आइयो तल गाडी पार्किङ हामी चाहिँ यहाँ माथि हिँड्दैछौँ अब मन्दिरमा अक्सिजन अलिक कम भयो जस्तो भयो अलिक स्याहाँ बढी अनि कस्तो हुपुक्क बढी भइरहेको छ क्या हिँड्दैछौँ अब कति टाइम लाग्छ 10-15 मिनट चाहिँ हिँड्न पर्छ र यहाँदेखि अब यहीँ पारि चाहिँ हिमाल यहीँ नजिकै हिमाल छ अब हामी मुक्तिनाथ मन्दिर गएर अब दर्शन गर्ने भनेर हिँड्दैछौँ अब यहाँबाट चाहिँ हिँड्दै जाने यता घोडाहरू पनि छन् अब खै घोडामा हो हिँड्न हुन्न रे अब मन्दिर आएको मान्छेहरू हिँड्दै जानुपर्छ अरे अब हिँड्दै जाने हामी हेलो के छ घोडा दिन्छ अहिले मुक्तिनाथको मन्दिरैमा हावा चले सरर भन्नु पर्यो क्या फाइनली गाइस हामी चाहिँ मुक्तिनाथ मन्दिरै आइए यो मन्दिर गेट बहुत थकै लाग्यो हिँड्दा यस्तो गाह्रो भइरहेको नि हिँड्नलाई अझै माथि नै छ यो चाहिँ मुक्तिनाथ मन्दिर है यहाँ नुहाउने छ यो चाहिँ मन्दिर ए है गाइज मुक्तिनाथ मन्दिर चाहिँ है फाइनली गाइज म चाहिँ अब नुहाउन लाग्छु है 108 धारामा जाडो छ अब नुहाउँछु म भिडियो गऱ्यो अब म चाहिँ नुहाउन जाँदैछु ठ्याक्क लाएर नुहाउनु पर्छ फाइनली
फाइनली गाइस मुक्तिनाथ आएर नुहाइयो। अब नुहाएर एकछिनमा अब पूजा गरेर झर्ने। जाडो छ नुहाउनलाई त, बल्ल बल्ल नुहाइयो। जाडो त बहुत जाडो। आटी चरा आटी हिँड्नलाई फाइनली गाइस हामी चाहिँ अब नुहाएर हिँड्नलाई है मुक्तिनाथ मन्दिर आइयो, नुहाइयो। 108 धारा नुहाइयो, पोखरीमा नुहाइयो। अब हामी चाहिँ नास्ता खान तलतिर झर्न लाग्यौँ। मुक्तिनाथ मन्दिर चाहिँ यही हो, हेर्नु होला। यही मुक्तिनाथ मन्दिर चाहिँ। अब हाम्रो चाहिँ खाना खाने टाइम भयो है। खाना खाने हामी 4 जना। अब घिउसँग फाइनली गाइस हामी चाहिँ अब मुक्तिनाथ दर्शनपछि कागबेनी। आज हाम्रो बास चाहिँ यही हुन्छ। यो होटेलमा चाहिँ हाम्रो, यो धौलागिरी होटेलमा चाहिँ हाम्रो बास आज। बाहिरबाट हेर्दा यस्तो नराम्रो भए पनि रुम चाहिँ यस्तो अच्छा छ नि। हेर्नु है तपाईँहरूलाई म यो घरको रुमहरू देखाउँछु। यस्तो दामी छ नि, बाहिरबाट हेर्दा यस्तो छ। त्यही पनि अब रुमभित्र चाहिँ यस्तो दामी छ कि बस्ने ठाउँ चाहिँ। यता चाहिँ किचन कोठा यस्तो फराकिलो छ नि। यहाँ चाहिँ यता पनि रुम, यता पनि रुम। यो चाहिँ हल, यहाँ चाहिँ खाना खाने ठाउँ। तर यो सबै रुम है, यो रुम हो। यो चाहिँ कागबेनी को होटेलमा हामी चाहिँ अब यहाँ माथि हो हाम्रो चाहिँ रुम। यिनीहरू पनि पुरै रुम है। यहाँ रुम, त्यहाँ रुम, त्यता सबै रुम। फेरि यता आएपछि हेर्नु न यस्तो दामी छ नि रुम चाहिँ, पुरै रुम। यो रुम छ, यो रुम, हेर्नु पुरै रुम यिनीहरू। यहाँ चाहिँ एटेच रुमहरू चाहिँ राम्रो राम्रो हुने रहेछ है कागबेनी। हाम्रो रुम अझै यता हो। यहाँ पनि यस्तो रुम बिस्तारै राम्रो राम्रो छ बस्नलाई। तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ कागबेनी आएर, धौलागिरी होटेल। ठ्याक्क यो चाहिँ, ओ लाइन आयो, कस्तो भाग्यमानी म। यो चाहिँ हाम्रो एटेज रुम चाहिँ यहीँ ठ्याक्क अच्छा छ। आजको चाहिँ भ्लग यति नै है। अब म यहाँ सुत्छु आज। ल आजलाई मुस्ताङको भ्लग चाहिँ आज यति नै, लास्ट यही नै। अब भोलि फर्किँदै चाहिँ भ्याइदिनँ होला। लास्ट यति नै गर्छु आजलाई। मुक्तिनाथको टुरको भ्लग चाहिँ लास्ट। ल गाइज घुम्न आउने भए चाहिँ सर र आउने है।